हेलो हेलो नमस्कार एनसन युट्युब च्यानलबाट तपाईहरुलाई पुनः एउटा हाम्रै नेपालको एउटा पर्यटकीय स्थलको जानकारी तपाईहरुलाई गराउन गइरहेको छु। म छु बाँके जिल्लामा र बाँके जिल्लाको बैजनाथ गाउँपालिका अन्तर्गत 4 नम्बर वडामा पर्ने बानियाभारमा पर्ने यो कन्हैया ताल जो यो पर्यटकीय हिसाबले एकदमै सुन्दर मोहित पार्ने दृश्यहरू रहेका छन्। तपाईहरुले देख्न सक्नुहुन्छ तालको बीचमा रुखहरू छन्। रुखहरूमा चाहिँ विभिन्न प्रकारका चराहरूको चाहिँ चिरबिर आवाज ओहोर-दोहोर रहेको छ। यो बाँके जिल्लामा रहेको विभिन्न प्राकृतिक मनोरम दृश्यहरूमध्ये यो पनि एउटा महत्त्वपूर्ण प्राकृतिक मनोरम दृश्यहरू हो। यसको नाम कन्हैया ताल रहेको छ र यो लगभग यो आँखाले भ्याउने जति मात्र देखिरहेको छ। धेरै पारीसम्म पनि छ। पारे सम्म पनि रहेको छ, तर यहाँबाट चाहिँ कैद गर्न सकिरहेको छैन। तपाईहरु पनि बाँके जिल्लामा आउनुभयो भने यो सुन्दर दृश्य, यो प्रकृतिको मनोरम दृश्यमा चाहिँ आएर आफ्नो मजा लिन सक्नुहुन्छ। तपाईहरुलाई देखाइरहेको छु यो कोवलपुर बजारदेखि 10-15 किलोमिटर उत्तरतर्फ यो रत्न राजमार्गको साइडमै रहेको छ। तपाईहरु पनि आएर भिजिट गर्न सक्नुहुन्छ। यो ठाउँमा अझै पनि यो गाउँपालिकाको नजर त्यति राम्रोसँग परेको देखिएन, किनभने यो बजारबाट पनि नजिक र प्राकृतिक हिसाबले पनि एकदमै सुन्दर ताल। यसलाई चाहिँ व्यवस्थित गरेर आन्तरिक र बाह्य पर्यटकहरू भित्राउन सकेको खण्डमा यसबाट पालिकाले मात्रै नभएर जिल्लाले राम्रो एउटा इन्कमको स्रोत बनाउन सक्छ। तपाईहरुलाई देखाइरहेको छु यो सुन्दर ताल कन्हैया ताल, जो चाहिँ प्राकृतिक रूपमै बनेको एउटा ताल हो, जसले चाहिँ यो बाँके जिल्लामा रहेको बाँके राष्ट्रिय निकुञ्ज छेउमै रहेको यो जैविक विविधतामा चाहिँ महत्त्वपूर्ण भूमिका निर्वाह गर्न सक्ने यो सुन्दर ताल तपाईहरुलाई देखाइरहेको छु। सायद तपाईहरु पनि कुनै दिन आउनुभयो भने यसमा भिजिट गर्नुहुन म हार्दिक अपिल पनि यही भिडियो मार्फत गरे है त।